ढोरपाटन बुर्तिदाङ चाहिँ तमान खोला चाहिँ यो माथिल्लो बाटो लाग्नुहुन्छ भने रुकुमकोट निसी खोला अनि चुङ्ग्री बोकी पाती हाल्ने चाहिँ हाम्रो यो यहाँदेखि लेफ्ट लिएर चाहिँ हामी जानुपर्ने हुन्छ। आज चाहिँ हामी यता लेफ्ट लिएर चुङ्ग्री बोकी जाँदै है यो बाटो गयो भने चाहिँ लगभग 1 किलोमिटर अगाडि चाहिँ बुर्तिदाङ बजार भने बुर्तिदाङबाट लगभग 1.5 घन्टा अथवा 2 घन्टा लागेर चाहिँ हामी ढोरपाटन पुग्न सक्छौँ। ढोरपाटन हन्टिङ रिजर्भ पुग्न सकिन्छ है। के भयो र कोही फेरि यता गर्लफ्रेन्डसित बोल्दैछ नि। गर्लफ्रेन्ड फेरि त हामी मात्र हो कि हो। खाना खान जाने कि अरू केही नास्ता खाने नर्मल्ली होइन क्याफेमा जाने कि होटलमा जाने हो? केमा खाने हो? हो र आर्थिक चपेटामा हो क्या सबैजना होइन? ब्याम्बोमा जाऊँ न त होइन? चिन्नु है ब्याम्बोमा जाऊँ है। अब नास्ता बुर्तिदाङ चाहिँ अब यता पुगेपछि एकदम महँगो हुन्छ, खाना पनि अब पसलहरू पनि पाइँदैन। त्यसो हुँदाखेरि अब यहीँबाट यसो नास्ता स्न्याक्स नर्मल तरिका नास्ता खाली जाने प्लान भयो। ल देवबहादुर बाइक पहिला साइड चाहिँ लगाऊँ है, साइड लगाएर बल्ल मान्छे चढाउने कुरा भयो। ल भयो अब त यहाँ त चिसो सुरु हुन लाग्यो कि चिसो। अब हिले बनाउने होला के छ होइन? जाने र ल तल यो चाहिँ हाम्रो बागलुङको मुख्य भन्दा पनि सेकेन्ड व्यापारिक केन्द्र रहेको बुर्तिदाङ बजार रहेको छ। यहाँ एकदम बजार क्षेत्रै हो, सानसानो बुटोल अथवा बुटोलबाट मुख्य बजार नै रहेको छ। यहाँको डेरी थियो एउटा, यहाँ एकदम पाउँछ बजार चाहिँ एकदम ठुलो नै रहेको छ है। नेपालको जाँदा त्यहाँ फर्स्ट यहाँ मान्छे
चाहिँ नास्ता खाएर निस्किने है हामी चाहिँ। ल हाम्रो सरलाई ठिकै छ। हाम्रो मेरो पछाडि बस्ने मेरो प्यासेन्जर भाइ है, उहाँ चाहिँ मेरो कस्तो लाग्यो? कस्तो गर्मी गर्मी छैन नि यहाँ त, अलि चिसो नि। उहाँ चाहिँ क्यामेराम्यान नि, हाम्रो क्यामेरा बोकेर आउनु देखिहाल्नु ल, ठिक छ नि एकदम। यो हाम्रो चाहिँ एकदम के छ, कस्तो लागिरहेको? यो चाहिँ मेरो एकदम +2 भन्दा पनि सानैदेखिको बच्चादेखि गाउँको साथी हो यो चाहिँ होइन। अहिलेसम्म चाहिँ हाम्रो मित्र त एकदम परगाट भन्यो कि के गर्न, केटाहरू सबै फन्नी अन्त। हजुर हजुर पुरा फन्नी हो कि केटाहरू यार फेरि यार है। अरू कसैको बिहा नास्ता गरेर अनि बिहानको नास्ता खाना भन्ने कि एकैचोटि गरेर चाहिँ हामी यसो निस्किनु लाग्यो है।